माथि चलेको आक्रमण 5 जना घाइते। नेपाल कलेज अफ इन्टरप्रेन्ट टेक्निकल बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा गएको थियो। पोखराबाट काठमाडौँ फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुङ्गा प्रहार गरेका थिए। प्रहरीले पोखरामा विद्यार्थी सवार बसमाथि ढुङ्गा प्रहार गरेको आरोपमा 3 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय रामजनबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीहरू 18 जेठको राति पोखराको चाउचेचमा बसमाथि ढुङ्गा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए। 12 जेठ काठमाडौँ पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको थियो। आक्रमण गरेर 5 विद्यार्थी घाइते भएका छन्। बसमाथि ढुङ्गा हानेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।